हाम्रो नाम चाहिँ मैले एस्टाब्लिस गरेको त त्योभन्दा पहिला हाम्रो 40 इयर्स अगोदेखि नै हाम्रो बिजनेस फ्यामिली चाहिँ कम्पनी चलिरहेको थियो होइन पछि नेपाल फर्केपछि चाहिँ मैले अब सेम नाम राख्ने होइन अलिकति डिफ्रेन्ट गरौँ भनेर अनि आक्ष राखेको तर त्यो पनि मैले आफ्नो फादरलाई ट्रिब्युट गरेँ हो सिन्स माई फादर्स नेम इज राजेश काजी श्रेष्ठ होइन सो त्यो राजेश काजी श्रेष्ठ ग्रुप हो कि फुल फर्म चाहिँ त्यसको होइन अनि त्यो प्रनाउन्स गर्दै आक्षै प्रनाउन्स गरिन्छ कि त्यही भएर चाहिँ मैले नाम चाहिँ सबैले यस्तो गाह्रो छ भन्छ नि त होइन अनि एकदमै गाह्रो चाहिँ छ मलाई पनि लागेको थियो मैले सोचेरै त्यसरी बनाएको कि लाइक हुन्छ नि इफ मैले सजिलो नाम भयो भने त त्यो मेरो ब्रान्ड भएन जस्तो लाग्छ है किन मैले यस्तो अब फरेन ब्रान्ड्सहरूको पनि यस्तो गाह्रो हुन्छ नि त नामहरू होइन बट स्टिल वी क्यान प्रोनाउन्स इट बिकज हामीले सुनिरहेको हुन्छ नि त ल अफ द पिरियड अफ टाइम होइन त्यही भएर अब यो आक्ष भन्ने नाम आज तपाईँलाई प्रनाउन्स गर्न आउनुभयो होला हिजोसम्म तपाईँलाई आउँथेन होला फ्युचरमा आज यो प्रोग्राम अर्को 100जनालाई आउँछ होला होइन अर्को 10 वर्षमा 1000जना आउला होला 50 वर्षमा 1 लाखजना आउला होइन तर इभेन्चुअली चाहिँ धेरैलाई आउँछ होला म लिमिट छैन कि लाइक यही लाइफ टाइममा हुनुपर्छ भनेर मेबी आइ एम नट देयर इन द फ्युचर होइन 50 इयर्स पछि मेरो ग्रान्ड चिल्ड्रेनहरूले सम्म चाहिँ एटलिस्ट हुन्छ नि 5 बिलियनसम्म कि त्यो भएर चाहिँ म यो नाम राखेँ